सबैजनालाई आज चाहिँ बिहान बिहान पूजा गर्न भनेर जाँदैछौँ बुवालगुडी मन्दिरमा गएर दर्शनहरू गऱ्यौँ। दर्शनहरू गरिसक्ने बित्तिकै घरमा गयौँ। घरमा गएर फटाफट रेडी भएर मम्मी र म भएर निस्क्यौँ। अहिले हामी जाँदैछौँ ढेकिया झुलको पार। जाँदा जाँदै हामी फोटोसुट पनि गर्न थाल्यौँ। अनि यहाँ बसेर एकछिन टाइम पास गर्नको लागि सन्तोला खाँदैछौँ। सन्तोला खाएको लागि कोही पनि नहाँसिदिनु होला। अनि माछाको फोटो अलिकति अनि त्यहाँपछि गयौँ कनुका रिजोर्टमा। हामी दुईजना भएर जाँदैछौँ। अनि यहाँ हेर्नु यसलाई चाहिँ भन्छन् गेम स्विम भन्दो रहेछ। यो पनि गऱ्यौँ। अहिले चाहिँ ऊ गर्दै हुनुहुन्छ। त्यहाँपछि मेरो पाली छ। यहाँ हेर्नु पहिला चाहिँ डर जस्तो लाग्दो रहेछ। त्यहाँपछि त केही लागेन। फर्स्टमा म चढ्दाखेरि चाहिँ डर थियो फेसमा एउटा, तर जब छोडिदियो त्यसले त्यहाँपछि डर गायब। मजा लाग्यो, पुरा इन्जोयमेन्ट भयो। अब त्यहाँपछि अनि यो सकेर यो इन्डोर गेमहरू रहेछन् त्यो पनि अलिअलि खेलियो। त्यो खेल्न त मैले जानिनँ, त्यही पनि अलिकति खेलेर यसो हाँसो गऱ्यौँ। अब त्यहाँपछि बोटिङहरू पनि गऱ्यौँ। यहाँ हेर्नुहोस् न कति राम्रो जग्गा, बोटिङहरू गऱ्यौँ। त्यहाँ पछाडि सकेर नै सबै अलिकति साझै जस्तो परेको थियो। अनि यहाँ चाहिँ खाना खानु भनेर बस्यौँ। कति राम्रो रेस्टुरेन्ट बस्यौँ गऱ्यौँ, फोटोहरू खिच्यौँ। त्यहाँबाट पहिला स्टार्टिङमा चाहिँ टाइम थियो, अर्डर दिएको आइपुगेको थिएन र कफी खाँदै गऱ्यौँ। त्यहाँबाट यो पनि गऱ्यौँ। यो गर्न भनेर बसेका थियौँ। यसमा चाहिँ यो मेसिनै बिग्रिएछ र खालि झुले जस्तै मात्रै गरियो। त्यही पनि अब अनि यहाँ हेर्नु स्विमिङ पुल रहेछ कति राम्रो। अनि यहाँ पछाडि हर्स राइडिङ गरेँ। धेरै राम्रो लाग्यो। आजलाई बाई बाई। नेक्स्ट भिडियोमा भेटौँला।